पानी पसेर स्विचमा जान्छ भने आज बल्खुमा रातारात परेको पानीले बल्खु बजारै डुबान भएको छ। ए यो तारले पानी जान्छ धानो तानेको रहेछ है, ठुलोले तानेको रहेछ। बल्खु तरकारी बजारको अवस्था। अब निस्किहाल्यो नि, अब नरहु चुलार बस्छ। निस्क्यो अब यो तान्ने बित्तिकै ठ्याक्कै खोला हेर्नु न त्यहाँनिर बल्खु यहाँको बल्खु तरकारी बजारको हो यो दृश्य। एक्कासी रातभरि परेको पानीले भारी भएर यो तरकारी बजार पुरै डुबानमा परेको छ। बरु योले ठुलो गाडीले तानेर रोडमै निकालिदिँदा हुन्थ्यो बरु है। साह्रै भएन होला यो। मिङ्सु अनलाइन टिभी हर पल तपाईसँग। पानी पसेर स्विचमा जान्छ भने आज बल्खुमा रातारात परेको पानीले बल्खु बजारै डुबान भएको छ। ए यो तारले पानी जान्छ धानो तानेको रहेछ है, ठुलोले तानेको रहेछ। बल्खु तरकारी बजारको अवस्था। अब निस्किहाल्यो नि, अब नरहु चुलार बस्छ। निस्क्यो अब यो तान्ने बित्तिकै ठ्याक्कै खोला हेर्नु न त्यहाँनिर बल्खु यहाँको बल्खु तरकारी बजारको हो यो दृश्य। एक्कासी रातभरि परेको पानीले भारी भएर यो तरकारी बजार पुरै डुबानमा परेको छ। बरु योले ठुलो गाडीले तानेर रोडमै निकालिदिँदा हुन्थ्यो बरु है। साह्रै भएन होला यो। ल जात्रै देखाए नि। उता टाटासम्म पनि पुरै डुब्न लागिसकेको छ, थोरै मात्र बाँकी छ। यो चाहिँ निक्लिन्छ सम्भवै छैन, मान्छेको पकाउला भन्ने डर हुन्छ होइन। त्यो डोरी लाएर तानिराखेको छ टाटासम्मलाई बगाउला भनेर। उता गाडीहरू धेरै नै फसिरहेको छ। ऊ त बसेको मात्रै रहेछ त। तपाईँको मोबाइलमा पानी परिसक्यो। आज रातिबाट परेको पानी हो, पानीले बल्खु डुबान। गाडीहरू पनि धेरै फसिरहेको छ। गाडी स्टार्ट स्टार्टै हुँदैन पुरै गाडी ऊ भइसक्यो होला, गाडीभित्र पानी छिरिसक्यो। त्यो सुमो लान्छ यो तान्ने यो तान्नु पर्यो क्या। तानेन भने लग्यो भने टहरा भत्काउँछ, सुमो त लगिहाल्छ। त्यहाँ तल हेर्नु न कुन चाहिँ कार हो त्यो। कार त पुरै डुबिसक्यो, थोरै मात्र बाँकी छ है। हेर्नुहोस् यो कार डुब्नै लागिसक्यो, यतापट्टि छ। यहाँ पनि 5-6वटा गाडी छ। यो बल्खुको अवस्था हेर्दा त ठुलै पानी परेको जस्तो देखिन्छ यहाँ। गाडी नै यति डुबान भइसकेछ।
गाडीको त लक होला चाहिने छैन होला उता जस्तो बेसी परेको भए त फोर्समा बग्यो भए यो त जान्थ्यो होला त्यो घर होइन त्यो बिचकोतिर घर त हजुर घरको सडक त प्रफुल्लजी यो हाम्रो बल्खुको हो बल्खु तरकारी बजारको दृश्य हो यो तरकारी बजारको पार्किङ हो यो पार्किङ क्षेत्रमा यो बारी एक्कासी पानी भरेर गाडी नै बगाउने अवस्थामा छ बगाएको चाहिँ भन्ने खबर चाहिँ आएको छैन तर बगाउने अवस्थामा छ यहाँ यो बल्खु तरकारी बजारको दृश्य हो बल्खु तरकारी बजारको पार्किङ कहाँ आउँछ त्यो छ नि त्यो सोमो के पनि हुँदैन पानी पसेर स्विचमा जान्छ भने आज बल्खुमा रातारात परेको पानीले बल्खु बजारै डुबान भएको छ ए यो तारले पानी छ नि धानो तानेको रहेछ है ठुलोले तानेको रहेछ बल्खु तरकारी बजारको अवस्था अब निस्किहाल्यो नि अब नरहन्छ निस्क्यो अब यो तान्ने बित्तिकै ठ्याक्कै खोला हेर्नु न त्यहाँनिर बल्खु यहाँको बल्खु तरकारी बजारको हो यो दृश्य
एक्कासी रातभरि परेको पानीले बारी भएर यो तरकारी बजार पुरै डुबानमा परेको छ। बरु योले ठुलो गाडीले तानेर रोडमै निकालिदिँदा हुन्थ्यो बरु है। साह्रै भएन होला यो। ल ल ल जात्रै देखाए नि। उता तारासम्म पनि डुब्न लागिसकेको छ, थोरै मात्र बाँकी छ। यो त निक्लिन्छ सम्भवै छैन। मान्छेको पकाउला भन्ने डर हुन्छ होइन। त्यो डोरी लाएर तानिराखेको छ तारासम्मलाई बगाउला भनेर। उता गाडीहरू धेरै नै फसिरहेको छ। यहाँ रहेछ ऊ त बसेको मात्रै रहेछ त। तपाईँको मोबाइलमा पानी परिसक्यो। आज रातिबाट परेको पानी हो। पानीले बल्खु डुबान गाडीहरू पनि धेरै फसिरहेको छ। गाडी स्टार्ट स्टार्टै हुँदैन पुरै गाडी ऊ भइसक्यो होला। गाडीभित्र पानी छिरिसक्यो। त्यो सुमो लान्छ लान्छ यो तान्ने यो तान्नु पर्यो क्या। तानेन भने लग्यो भने तहरा भत्काउँछ। सुमो त लगिहाल्छ। त्यहाँ तल हेर्नु न कुन चाहिँ कार हो त्यो। कार त पुरै डुबिसक्यो। थोरै मात्र बाँकी छ है। हेर्नुहोस् यो कार डुब्नै लगाइसक्यो। यतापट्टि छ, त्यहाँ पनि 5-6वटा गाडी छ। यो बल्खुको अवस्था हेर्दा त ठुलै पानी परेको जस्तो देखिन्छ यहाँ। गाडी नै यति डुबान भइसकेको छ। गाडीको त लक होला, टाइम टाइम छैन होला। उता जस्तो बेसी परेको भए त फोर्समा बग्यो भने यो त जान्थ्यो होला। त्यो घर होइन, त्यो बिचकोतिर घर त हजुर घरको अवस्था प्रफुल्लजी यो हाम्रो बल्खुको हो। बल्खु तरकारी बजारको दृश्य हो यो। यो तरकारी बजारको पार्किङ हो। यो पार्किङ क्षेत्रमा यो बारी एक्कासी पानी भरेर गाडी नै बगाउने अवस्थामा छ। बगाएको चाहिँ भन्ने खबर चाहिँ आएको छैन, तर बगाउने अवस्थामा छ यहाँ।
यो बल्खु तरकारी बजारको दृश्य हो। बल्खु तरकारी बजारको पार्किङ। कहाँ आउँछ त्यो छ नि त्यो सोमो के पनि हुँदैन नयाँ सामग्रीको लागि कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला र त्यसपछि आउने बेल बटनलाई क्लिक गरिदिनुहोला।